आज हामी चितवनबाट म, समीर, कपिल र विवेक भएर छिमुरामा रहेको भाइरल घर हेर्न र त्यसलाई अझ नजिकबाट नियाल्नका लागि जाँदैछौँ। यो आकर्षक र परम्परागत शैलीमा बनेको भाइरल घर पुग्नका लागि नारायणगढ मुगलिन सडक पर्ने रामनगर भन्ने स्थानमा आउनुपर्छ। रामनगरमा रहेको रामनगर भाइरल पार्कबाट थोरै अगाडि देब्रे साइडमा बढेपछि ठिमुरा रिसोर्ट लेखिएको बाटो देखिन्छ। त्यस बाटो हुँदै अगाडि बढेपछि यो भाइरल घरसम्म पुग्न सकिन्छ। हामी अब लगभग ठिमुराको भाइरल घरतर्फ आइसकेका छौँ। गाउँघरको मौलिक पहिचान बोकेको पुरानो शैलीको घर अहिले नयाँ स्वरूपमा पुनर्जीवित गरिएको छ। समयसँगै लोप हुँदै गएका परम्परागत घरलाई आकर्षक ढङ्गले रङरोगन गरी संरक्षण गरिएको यो घरमा परम्परा र आधुनिकताको सुन्दर मेल देख्न सकिन्छ। ढुङ्गा र माटो प्रयोग गरेर बनाइएको यो घर निकै मजबुत र मौलिक देखिन्छ। यसको बार्दली काठबाट बनाइएको छ, जसले घरलाई झन आकर्षक र कलात्मक बनाएको छ। स्थानीय सामग्री र परम्परागत शैलीको प्रयोगले यो घर केवल बसोबास नभई हाम्रो सांस्कृतिक र पहिचान जोगाउने उदाहरण बनेको छ। यस्तो मौलिक र ऐतिहासिक शैलीको घर हेर्न चाहनुहुन्छ भने तपाईहरू पनि यहाँ अवश्य आउन सक्नुहुन्छ। ठिमुरामा रहेको यो भाइरल घरले हाम्रो सांस्कृतिक परम्परा र सृजनशीलताको राम्रो उदाहरण प्रस्तुत गरेको छ। यो त पुरानो संरचनाको एउटा रेप्लिका हो कि कपी हो कि यो लोप नै भइसक्यो अहिले। त्यसै कारणले गर्दाखेरि चाहिँ यहाँ धेरै पर्यटकहरू आएका छन् देख्न सक्नुहुन्छ। हामी दुईजना नि कपाल हो, यिनी मेरो प्यारी हुन्। यहाँ चाहिँ कपाल छैन त अनि ठ्याक्कै यही खालको डिजाइनमा कमै देखिन्छ घरहरू होइन, तर यस्तै टाइपको है ढुङ्गा माटाकोहरू चाहिँ गाउँघरमा अझै पनि घरहरू प्रायहरू ढुङ्गा माटाकै हुन्छन् गाउँघरतिर। जे भयो नि अब ढुङ्गा माटाका घरहरू त देखिराखेको, तर यस्तै तीन तले घरसम्म चाहिँ देखेको थिएन भनौँ न। तीन तलसम्म निकालेको सानो चिटिक्क परेको देखेको थिएन नै हो। यो पछि त्यही पहिले बनेको नभएर यो पछि चाहिँ यसलाई चाहिँ लोप हुँदै गयो। अब यसलाई जगेर्ना गरेर यस्तो खालको मोडलका घरहरू चाहिँ थिए भन्दा चाहिँ यो चाहिँ चितवनमा चाहिँ यसरी राखिएको छ। यस्तो संरचनाको घर चाहिँ मैले झ्याप्पै कतै देखेको छैन। भएछ भने बन्दीपुरतिर हो है, बन्दीपुरतिर देखेको छु। चितवन मात्रै अब यही भाइरल घर भनेर यहाँ बनाएको छ। ठिक छ, राम्रो छ। आजको यात्रा यही नै थियो ठिमुरा रिसोर्टसम्मको, र बाँकी हाम्रा भिडियोहरू त अब रिल्सहरू चाहिँ बिस्तारै दिनको एउटा गरेर आउनेछ। हाम्रो रिल्सको टिम भनेको नै हामी यति 4 जना हो। हामी 4 जना भएर मनोरञ्जन सम्बन्धी भिडियोहरू बनाउँछौँ हामीले। कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया पनि दिनुहोला। हस् त, धन्यवाद। मान्छेले उडाएर